वाणिज्य सङ्घका महासचिवहरूलाई चाहिँ म स्वागत मन्तव्य राख्नु गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। अब प्रमुख अतिथि त अहिले उपस्थित हुनुहुन्न, स्टिल उहाँलाई पनि सम्बोधन गर्दै आदरणीय प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, सरकारी निकायका सम्माननीय प्रतिनिधिज्यूहरू, विकास साझेदार संस्थाका प्रतिनिधिज्यूहरू, उद्योग तथा व्यवसाय क्षेत्रका सम्माननीय रोजगारदाता मित्रहरू, वैदेशिक रोजगारबाट फर्किनुभएका सहभागीहरू तथा सञ्चारकर्मी मित्रहरू तथा उपस्थित सम्पूर्ण वस्तुगत सङ्गठनका अध्यक्षज्यूहरू, उद्योग वाणिज्य सङ्घका प्रतिनिधिज्यूहरू तथा हाम्रो ड्यासमा सम्पूर्ण अध्यक्षज्यूहरूलाई, विशिष्ट अतिथिहरूलाई नमस्कार। म प्रकाश गिरी, जितपुर सिमरा नगर उद्योग वाणिज्य सङ्घको महासचिव, यस प्रतिष्ठित संस्थाको तर्फबाट तथा मेरो व्यक्तिगत तर्फबाट यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई हार्दिक स्वागत, सम्मान तथा शुभकामना व्यक्त गर्न चाहन्छु। वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको लागि पूर्ण एकीकरण परियोजना अन्तर्गत जितपुर सिमरा नगर उद्योग वाणिज्य सङ्घको नेतृत्वमा रोजगारदाताहरूसँग आयोजित यस गोष्ठीमा यहाँहरूको गरिमामय उपस्थितिले कार्यक्रमलाई अझ अर्थपूर्ण उपलब्धिमूलक बनाएको छ। यहाँहरूको मूल्यवान समय र सक्रिय सहभागिताका लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। आजको विश्वव्यापी परिवेशमा वैदेशिक रोजगारीबाट फर्किएका नेपाली नागरिकहरूले विदेशमा आर्जन गर्नुभएका सिप, अनुभव, कार्य संस्कृति तथा व्यावसायिक दक्षता हाम्रो मुलुकको आर्थिक विकासका लागि महत्त्वपूर्ण पुँजी हो। ती सिप र अनुभवलाई स्वदेश उद्योग, व्यवसाय तथा श्रम बजारसँग प्रभावकारी रूपमा जोड्न सक्यो भने उत्पादक वृद्धि, प्रतिस्पर्धात्मक औद्योगिक वातावरणको विकास, रोजगारी विस्तार तथा स्थानीय अर्थतन्त्र सशक्तिकरणमा उल्लेखनीय योगदान गर्दछ। यस सन्दर्भमा निजी क्षेत्र केवल रोजगारदाता मात्र होइन, दक्ष जनशक्तिको पूर्ण एकीकरण, सिपको सदुपयोग तथा सम्मानजनक रोजगारी सृजनाको प्रमुख साझेदार हो। जितपुर सिमरा नगर उद्योग वाणिज्य सङ्घले उद्योग व्यवसायको प्रबन्धसँगै दक्ष जनशक्तिलाई स्थानीय उद्योग तथा व्यवसायसँग जोड्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने तथा सार्वजनिक निजी साझेदारलाई सिद्ध बनाउने कार्यलाई आफ्नो प्राथमिकता राख्दै आएको छ। आजको यो गोष्ठी केवल औपचारिक कार्यक्रम नभई रोजगारदाता, नीति निर्माता, विकास साझेदार तथा अन्य सरकारवाला बीच खुल्ला संवाद, अनुभव आदान-प्रदान र व्यावहारिक समाधानको खोजी गर्ने साझा मञ्च हो। यस कार्यक्रमबाट प्राप्त सुझाव, अनुभव तथा निष्कर्षहरूले वैदेशिक रोजगारबाट फर्किएका नागरिकहरूलाई पुनर्एकीकरण अझ प्रभावकारी, दिगो र परिणाममुखी बनाउन महत्त्वपूर्ण मार्गदर्शन गर्ने विश्वास लिएको छु। हामी सबैको साझा उद्देश्य भनेको विदेशबाट फर्किएका नागरिकहरूको ज्ञान, सिप र अनुभवलाई स्वदेशको उत्पादनमूलक क्षेत्रमा परिचालन गर्दै स्थानीय उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने, सम्मानजनक रोजगारीका अवसर विस्तार गर्ने तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणको योगदान पुर्याउनु हो। यस उद्देश्य प्राप्तिका लागि निजी क्षेत्र, सरकार तथा विकास साझेदार बीचको सहकार्य अझ दृढ हुन आज आवश्यकता रहेको छ। अन्त्यमा यस कार्यक्रमको आयोजना तथा सफलताका लागि सहयोग गर्नुहुने सम्पूर्ण साझेदार संस्था, रोजगारदाता, सहभागी महानुभावहरूमा तथा आयोजक टोलीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। आजको गोष्ठी फलदायी, उपलब्धिमूलक र निष्कर्षमुखी रहोस् भन्ने शुभकामना व्यक्त गर्दै आफ्नो स्वागत मन्तव्य यही समाप्त पार्दछु। धन्यवाद। धन्यवाद गिरी सरलाई। यो अत्यन्त महत्त्वपूर्ण समय रहेको छ। हामी केन्द्रदेखि लिएर स्थानीयसम्मका उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरू सौभाग्यले एक ठाउँमा जम्मा हुन्छ। आज चाहिँ जम्मा